हाम्रो यो नयाँ ब्लगमा हजुरहरु सबैलाई वेलकम छ। अनि त्यसपछि म चाहिँ यहाँ सपोर्ट मात्रै गर्न आएको अनि यो ब्लगको नयाँ यहाँको लिडर चाहिँ उहाँ हो। अनि त्यसपछि आज यो दशैंको उसमा हामीले ब्लग बनाउन स्टार्ट गरेको नयाँ ब्लग। अनि त्यसपछि हेर्दै जानु है हाम्रो के हुन्छ यहाँ मुभमेन्टहरु। चाहिँ हाम्रो गाउँ हो गाइज। मेरो चाहिँ मामा घर अनि मेरो मामाको चाहिँ गाउँ है यो। अनि त्यसपछि आज यहाँ पानी परिरहेको झरी पनि भइरहेको छ। बट हामी टिका चाहिँ अहिले एकछिनमा लाउँछौँ खाना खाएर। अब हामी एकछिनमा आउँछौँ है त। हेलो गाइज, हामी दसैँ मनाउनलाई गाउँघरतिर आइसकेका छौँ। अहिले हाम्रो टिका लाउने कार्यक्रम अबको एक आधी घन्टापछि सुरु हुँदैछ। मेरो अगाडि साथमा हुनुहुन्छ मेरो काली भान्जी। यता माथिल्लो घर पनि आइपुगिसकेको छौँ गाइज। अनि त्यसपछि अझै टिका लाउने भैँसी पनि हेर्ने भयो। हाम्रो यहाँ छ यी भैँसी महाराज। यसको नाम चाहिँ काली हो जे भयो नि हो समथिङ समथिङ। अब हामी एकछिन कति आधी घन्टापछि होइन मामा आधी घन्टापछि हामी के भन्छ टिका लाउने। अनि त्यसपछि अहिले चाहिँ हामी माथिल्लो घर तल घर घुमिरहेको छौँ। त्यही हो अहिलेको हाम्रो काम। फेरि अहिले भेटौँला। माथिल्लो घरको सानो भाइ यस्तो राम्रो छ नि। छ राम्रो यो कम राम्रो छ यो पत्तै न बडी जले के छ साइली बडी हाल खबर मोलले मुसु मुसु मात्र मुस्काउँछन्। साइली बडी भेटाउने बेलका उहाँ दौडेर आइ लास्ट आउट सुतिसक्यो त यहाँ थिए। अम्मा खान्छ आए मस म पनि खाने मामा म पनि खाने। हेलो गाइस, हामी यहाँ अम्बा खाना आइसकेको छौँ हाम्रो बारीमा। यो के हो नि? ओहो सुनि साथै डर लाग्यो जस्तो। हे मामा चढ्नु न। अनि मलाई चाहिँ छैन अनि चढ्नु न। यहाँ न्युरो रहेछ बरु। यो न्युरो होइन न्युरो। अलि मलाई काच काच मन पर्छ है मामा। चोरी पार्टी यत्रो फल मामाले आइको भिडियो पब्लिक हान्ने माइजले देखाइन्छ पक बाहिर ल्याएपछि त फेरि अब हामी टिका लाउने साइडमा आइपुगिसकेको छौँ। अनि हामीले टिका पनि लगाइसकेको छौँ। हाम्रो बुवाले नयाँ चस्मा लगाइसक्नु भएको छ। भाइको लागि 100 रुपियाँ प्रदान गरिएको छ। अब हामी कता हिँडेको रे आमा? सिस्नेरी हिँडिसकेको छौँ टिका लाउन। जब हामी यहाँ मास्तिर आइपुगिसकेको छौँ भाइ र म चाहिँ अब अगाडि अब मेरो टपेर फस्यो नि। ओके ओके नुडल्स ओके। अनि अस्तिपछि हामी ढुङ्गा यसरी हानी खेल्ने। यो चाहिँ हाम्रो माउला हेलो गाइस। हामी आइपुगिसकेको छौँ गाइस माथि। के ज्ञानी पनि आमा यस मैले हेरेको छु। त्यो नेपाली फिल्म हो नि। तिमीले हेरेको छ त है एउटा केटीले एउटा पिङ्क कलरको लाबु उडै मन परायो है। नमस्ते नमस्ते। राति सपनामा है मैले देखेको कि पिङ्क कलरको लाबु बोले त्यसमा चाहिँ त्यो चाहिँ गाइरहेको
पिङ्क कलरको लाबुबुट देखे पछाडि हेर्दाखेरि साँच्चीकैमा त्यही रहेछ हो र न फाइनली आइपुग्यो फाइनली आइपुग्यो गाइज गाइज हामी यहाँ तलतिर आइपुगिसकेको छौँ अहिलेसम्म टिका लगाएर सकेको छैन हाम्रो गाइज त्यस्तो भन्नु हुँदैन छोरा धर टिका नलाउने हुन्छ हामीले टिका लगाइसक्यौँ यता माथि अब हामी यता जान बाँकी छ हामी अब फ्यामिली हिँडिसकेको छौँ अर्को फ्यामिली यता हाई भन्देऊ